के तपाईलाई लाग्छ इतिहास रच्नेहरू जन्मिँदै हिरो भएर आएका हुन्? पक्कै होइन। आज संसारले जसको सफलताको कदर गर्छ उनीहरू कुनै न कुनै दिन एउटा यस्तो मोडमा थिए जहाँ उनीहरूको भ्यालु जिरो थियो। उनीहरूसँग न पैसा थियो न त साथ दिने कोही मान्छे थियो, त केवल एउटा कुरा, आफैमाथिको अटुट विश्वास र कहिले हार नमान्ने जिद्दीपना। सुरुवाती दिनहरू जहिले पनि गाह्रो हुन्छन्। जब तपाईँ केही नयाँ गर्न खोज्नुहुन्छ मान्छेहरू हाँस्छन्। जब तपाईँ भन्नुहुन्छ कि म आफ्नो सपना पूरा गर्छु तब आफन्तहरूले नै भन्छन् तेरो हैसियत छैन, यो सम्भव छैन। धेरै पटक तपाईँ आफै पनि थाक्नुहुन्छ, असफल हुनुहुन्छ र लाग्छ कि सबै कुरा छोडिदिउँ। तर याद राख्नुहोस्, असफलता भनेको यात्राको अन्त्य होइन, यो त हिरो बन्ने बाटोको पहिलो पाठ हो। जबसम्म तपाईँ मैदान छोडेर भाग्नुहुन्न तबसम्म तपाईलाई कसैले हराउन सक्दैन। शून्यबाट हिरो बन्ने एउटै मात्र सूत्र छ, मिहिनेत र सही स्किल। यदि तपाईँ सोच्नुहुन्छ कि भाग्यले सबै कुरा बदल्दिन्छ भने तपाईँ गलत हुनुहुन्छ। सन् 2026 मा आइपुग्दा पनि यदि तपाईसँग कुनै डिजिटल स्किल छैन, कुनै प्रविधिको ज्ञान छैन भने तपाईँ धेरै पछाडि पर्नुहुनेछ। हिरो त्यो होइन जसले कहिले दुःख देखेन, हिरो त त्यो हो जसले हरेक दुःखलाई आफ्नो हतियार बनायो। आफ्नो काममा यति मिहिनेत गर्नुहोस् कि तपाईँको परिचय तपाईँको नामले मात्र होइन, तपाईँको कामले चिनियोस्। त्यसैले आज तपाईँ कुन अवस्थामा हुनुहुन्छ त्यसले केही फरक पार्दैन। तपाईँको गोजी खाली छ, कोठा सानो छ वा मान्छेहरूले तपाईँको मजाक उडाइरहेका छन् भने खुसी हुनुहोस्, किनभने तपाईँको जिरोको कथा जति गहिरो हुन्छ भोलि तपाईँ हिरो बन्दाको इतिहास त्यति नै सुनौलो र शक्तिशाली हुनेछ। सफलताले समय माग्छ, धैर्यता माग्छ। हरेक दिन उठ्नुहोस्, सिक्नुहोस् र अगाडि बढ्नुहोस्। यदि तपाईँ पनि आफ्नो जीवनलाई शून्यबाट शिखरमा पुर्याउन तयार हुनुहुन्छ भने आजैबाट एक्सन लिन सुरु गर्नुहोस्। भिडियो मन परेमा च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। भोलि फेरि अर्को नयाँ ऊर्जा र ज्ञानका साथ भेट्नेछौँ। त्यतिन्जेलसम्म मिहिनेत जारी राख्नुहोस्। किप कोडिङ, किप लर्निङ। थ्याङ्क यू सो मच।